नमस्कार साथीहरू, आज बर्दघाट नगरपालिका वार्ड नम्बर 13 को यो मझौनीको चोकमा प्रतीक्षालय बन्न गइरहेको छ अनि हाम्रा त्रिशक्ति युवा क्लबका साथीहरूले यो प्रतीक्षालयको समुद्घाटन गरिरहेका छन्। यो गोपीगञ्जतिर जाने बाटो हो भने यस्तै गरी यो चौडाहा मझौनीको बर्दघाट 13 मझौनीको हो र यो गोबरियातिर जाने बाटो हो। यसरी यो चोकमा जय श्री रामको झन्डा गाडिएको छ र यो प्रगतको बुटोको तल आज प्रतीक्षालय बनाउनको लागि हाम्रा त्रिशक्ति युवा क्लबका होनहार युवाहरूले धेरै मेहनत गरिरहेका छन्। गाउँ समाजका सबैजना मिलेर यो प्रतीक्षालयको समुद्घाटन गरिरहेका छन्। जय श्री राम, यो जय श्री रामको नारा सधैँ गुन्जिरहोस् र यहाँ बस्न आउनुहुने सम्पूर्ण प्रतीक्षालयमा प्रतीक्षार्थीहरूले सदैव यो गुण गाइरहनेछन्। यसैको शुभकामनासहित आजको यो शुभ कार्यलाई धन्यवाद टक्र्याउन चाहन्छु। नमस्कार, जय श्री राम।